हेलो सम्पूर्णमा नमस्ते नमस्कार अनि वेलकम छ है मेरो ब्लगमा चाहिँ हजुरहरूलाई। आज चाहिँ म यता लामो यात्रामा थिएँ हैन, काठमाडौँदेखि दिक्तेलसम्मको। एकदमै रमाइलो भयो है, राम्रो पनि भयो, राम्रोसँगले आइ पनि पुगेँ फाइनल्ली। सो अब चाहिँ म आफ्नो गाउँमा आइपुगिसकेको छु हैन। एकदमै खुसी लागिरहेको छ धेरै पछि आफ्नो घर आउँदा हैन, एकदमै राम्रो लागिरहेछ। र आज चाहिँ मौसमले पनि यस्तो मजाले साथ दिइरहेछ नि, यस्तो मजाले है, कस्तो मौसम पनि एकदम राम्रो छ हैन। आउनुहोस् म तपाईहरुलाई हाम्रो गाउँ देखाउन गइरहेको छु है त। यो चाहिँ हाम्रो खानीडाँडा एयरपोर्ट हो है। अहिले त धेरै राम्रो भइसकेछ। यहाँ चाहिँ प्लेन पनि बस्ने गर्छ है। हप्तामा 2-3 चोटि बस्छ होला सायद, मलाई त त्यति थाहा पनि छैन हैन। एकदम राम्रो भइसकेछ ल, एयरपोर्ट पनि एकदम बबाल छ। तपाईहरु पनि यदि आउनु मन छ भने, आउनु मन लागेको छ भने आउनु होला। खोटाङ दिक्तेल है, नजिकै भएको साथीहरु चाहिँ आउन सक्नुहुन्छ। अब टाढा भएको त आउन सक्नुहुन्न पक्कै पनि हैन। यो चाहिँ मेरो गाउँ है, खासै त्यति धेरै घरहरू त छैन है। त्यही पनि यसो हजुरहरूलाई देखाइदिएको। आई लभ मेरो प्यारो खोटाङ, त्यही हो मेरो प्यारो खोटाङ, मेरो प्यारो